गुड मर्निङ सबैलाई। अनि हामी वकमा जाँदैछौँ। वक चाहिँ हामी नजानु पर्यो भनेर फर्किँदै थियो, पानी फेरि रोकेर वकमा हामी आयो। अनि अघि 15-20 मिनट त तल खोलाको छेउमा बितायो, किनकि चाहिँ सिमसिम पानी पर्दै थियो। अनि आज हाम्रो टिस्टा खोला पनि बढिरहेको छ। अनि 4 बजीदेखि चाहिँ अलर्ट गराएको रहेछ। अनि खोलाको छेउछेउमा हुनेहरू त कसरी सुत्छ डरले गर्दाखेरि। अनि अघि यसो गएर भिडियो पनि गरेँ। जति पनि यो भिडियो मार्फत म के भन्न चाहन्छु भने, सिक्किमबाट आउने गाडी बढी पानी आएको थियो। अनि बिहानसम्म पनि पानी आउँदै थियो। अनि गान्तोक जाँदै पानी रहेर चाहिँ हामी वकमा जाने भन्दाखेरि फेरि पानी आउँछ दाजुभाइ। अनि आजको बिहानको मर्निङ अपडेट तपाईँलाई के छ भने 4 बजीदेखि चाहिँ यहाँनिर अलर्ट गराएको रहेछ। अनि बिचरा यो पुल हाम्रो कफर बस्तीकोहरू त सुतेको पनि छैन रहेछ। किन भन्दाखेरि चाहिँ खोला यसरी बढेको छ, खोला यसरी बढेको छ। यो पेसो खोला हो, बढेको छ। हुन्छ, यो सानो तपाईँलाई मर्निङको अपडेट।